मेरो साथीहरू आज 2072 साल वैशाख 12 गते भूकम्प आएको दिन 82 वर्षमा एकदम नारायणीको किनारमा एकदम रमणीय ठाउँ भगवान नारायणको पनि बसोबास भगवान नारायण पनि बोकिरहनु भएको छ। नारायणी माता आरतीको जय हो। नेपाल अनि दीपक मनाङ्गे दीपक मनाङ्गे दीपक हिमाल नभिडियो भनेको साथमा तपाईँहरू विश्वको जुनसुकै कुनामा हुनुहुन्छ लाइक गर्नुहोस्। उहाँ पनि एउटा भक्त हुनुहुँदो रहेछ, साह्रै राम्रो भिडियो बालेर आउनुभएको छ। त्यसै गरी अगाडि दानपेटिका देखाइदिउँ न। यो चाहिँ दानपेटिका हो। दानपेटिका बाटोमा छोड्नुभयो, धन्यवाद। हामी आगो लाग्ला है, टाढा टाढा भन्नुहोस्। दानपेटिकामा दान पनि दिनुभएको छ, एकदमै आफ्नो मनदेखि दान गर्नुहोस्। खैतन दीपक हामी पनि कन्टेन्टको खोजीमा हौँ, दीपक पनि कन्टेन्ट। र अगाडि देख्नु भएको नदी सबै हाम्रो नारायणी नदी हो। एकदमै नेपालकै सबभन्दा लामो र गहिरो नदी त गहिरो त है, लामो एकदम धार्मिक नदी। सरी केही गल्ती भएमा माफ गर्नु होला, पण्डितजीले पनि हाम्रो माफ दिइसक्नु भएको छ। त्यसै गरी यो नारायणी किनारमा पनि हाम्रो सरकारले नै होला यति राम्रो लाइट लगाइदिएको, महानगरपालिकाले यति राम्रो लाइट लगाइदिएको छ, जसले दिउँसै पनि राति पनि दिउँसोको मजा दिन सकेको छ। धेरै भक्तजनहरू आउनुभएको छ यहाँ। उहाँ गौतम बुद्धले पनि आशीर्वाद दिइरहनु भएको छ। यसैसँगै यहाँ हेर्नुहोस् हाम्रो भक्तहरू आउनुभएको छ। अब अगाडि हजुरलाई स्वयं नारायण भगवान बग्ने ठाउँ नारायणी नदीमा लिएर जाँदैछौँ। साथ दिनु होला, लाइक गर्नु होला। बाटो चाहिँ राम्रो छ। यो स्वर्ग जाने बाटो जस्तै छ। मान्छे मरेर पनि यस्तै माटो नै बन्ने हो। हामी घमण्ड नगरौँ, सधैँ सबैको भलो हुने काम गरौँ। राति नि खेले खाने यहाँ हाम्रो बोट नै हुन्छ है, बोटको पनि व्यवस्था छ, एकदमै राम्रो छ। अब यो हाम्रो एकदम सिग्नेचर ब्रिज बन्न लागेको छ। डिजाइन चाहिँ बनेको छ। यो डिजाइन पास भएको चाहिँ धेरै भएको छैन, तर बन्ने त्यो हल्ली चल्ली चाहिँ धेरै पहिल्यैदेखि हो। म यहाँ म आएको लगभग 9 क्लास भनेपछि लगभग अहिले 10 वर्ष हुन लाग्यो। त्यतिबाट बन्छ भन्दै अगाडि अलिअलि सुरु चाहिँ भएको छ। अब यो बन्छ एकदिन बन्ला नि, अब 20 वर्षपछि बन्ला, टेन्सन नलिनुहोस्। यो नारायणी नदी आहा यस्तो हावा चलिरहेको छ, चिसोमा पनि चिसो हावा चलेको छ। यही त हो नारायणी नदीको एउटा खुबसुरत पुरा विशेषता भनेकै। हामी अगाडि रकेट बनिरहेछ, रकेट बोटको नाम यो त बोट होइन, यो रकेट रहेछ। रकेट अनि मकाउ कुमाली पनि धेरै छन्। कति होला यो रकेट? 20 लाख नै रकेट चढेको के 300 हो कि क्या हो? 300 हो र 300। कति रमाइलो गरेर आउनुपर्छ। यो जाडो मौसममा झन् चिसो खाना भनेर जानुभएको। र हाम्रो यहाँ यो लाइट देख्नुभएको छ होला माथि, यो हाम्रो मौलाकालिका मन्दिर हो। र मौलाकालिका मन्दिर अन्त यता धेरै लाइट भएको चाहिँ हाम्रो एउटा होटेल हो, जसले चाहिँ हाम्रो मौलाकालिका नदीमा भएका जङ्गलहरू खडानी गरेर बनाएका थिए। त्यस कारण अस्तिको जेनजी आन्दोलनमा पनि त्यहाँ जलाइदिएका पनि थिए त्यहाँको केबल कार। तर बनाए ठिक छ। के भएर जलाएका रे? यो हाम्रो यो महानगरपालिका, यो भरतपुर महानगरपालिकाको मेयर रेणु दाहालको पनि त्यहाँ लगानी छ भन्ने कुरा त्यति खबर पाएर अब घर जलाइदिए, अब सबै जलाइदिए। यो त्यति बेला त है संसारै सक्यो, नेपालै सक्यो जस्तो फिल भएर मुला भन्नुहोस्। आरती लाग्नु लागेको छ। आरतीको त्यो दियोसँगै हामी पनि माथि उठ्नुपर्छ।
आरतीको दियोले पनि हामीलाई धेरै कुरा सिकाउँछ हाम्रो जिन्दगीमा कसरी अघि बढ्ने कसरी माथि उठ्ने भन्ने कुरा कहिले तल हेर्नुहोस् आरती देखाइदेऊ कहिले तल कहिले माथि गर्नुहुन्छ नि यो नै लाइफ हो कि वास्तवमा भन्नुपर्दा तल माथि तल माथि छ नि यो नै लाइफ हो कहिले उताब हुन्छ कहिले चढाव हुन्छ अगाडि बस्दिन नि त चढाव र उताब होइन उताब चढाव तल है चढाव भनेको होइन माथि हो उताब भनेको नि त माथि होला नि चढाव उतार भनेको सरी माई मिस्टेक र जीवन नै यही हो कहिले माथि कहिले तल अन्यथा नसोचिदिनु होला पावन पङ्कजी एकदम आन्टीले मिठो चिया बनाउनु भएको छ हामीले खानु अहिले खाइए अगाडि खेलौनाहरू पनि हुन्छ धेरैजना खेल्न आउनुभएको छ इभिनिङ वाकमा आउनुभएको छ एकदमै राम्रो छ रमाइलो रहेछ यहाँबाट नै हो कि बच्चाहरूले रकेट उडाउनु सिक्ने खै त नि हाम्रो भक्तजनहरू पनि आउनुभएको छ खै त हाम्रो के को कन्सर्टको त्यो के रे हुन लागेको अब शनिबार डिसेम्बर 20 को कहाँ यही हो खैन अनि यो क्याम्पस सोनमा त्यो खैन त भाइ त्यो बेला भिडमा पाउँदैन अहिले मैले अघि क्या जितेर पाएको हो यो कहाँ जितेको 500 नै दिन्छु 500 मा कति भयो त्यो जान मिल्नुहुन्छ कि हजुर को आउँछ यहाँ भाइ पूर्ण राई जोन चामिन राईहरू सब आउँछ पूर्ण राईलाई चिने हौ पूर्ण राईलाई किन एउटा गीत भन्नु एउटा गीत भन्नु पूर्ण राईको भन प्लिज नभेटेको भए त भेट्यो यो तिमीलाई कसले दियो त हैन त्यहाँ क्वेशन सोधेको थियो त्यो मैले एन्सर दिएँ अनि के क्वेशन सोधेको थियो ब्लगरहरूले ल चाहिँदैन भाइ हामी मैले चाहिँ चिन्दैन पूर्ण राई को भन्नुभएको हो क्याम्पस चोरमै हुने हो तपाईँहरूले यो कहाँ हो आउने चाहिँ क्याम्पस चोर हामी यहाँ यसरी बाल श्रम नलगाउँ यो पक्कै पनि बाल श्रम हो जस्तो लाग्यो तपाईँलाई के लाग्छ शिशिर मलाई पनि त्यस्तै लाग्यो यहाँ शोषण भयो यसरी शोषण नगर अब बिचरा भाइले पनि अब मैले यहाँ जितेको भनिसकेँ यो सब भन्न लगाएको हो शोषण बत्ती निभ्यो यार आरतीको बत्ती निप्छ एकछिनपछि जल्छ यही नै हो जीवन कहिले अँध्यारो हुन्छ अँध्यारोपछि उज्यालो त आइरहेको छ नि आज जल्यो भोलि बल्छ यही नै हो जीवनको मोटिभेसन भिडियो गर त अब हामी लिन हुन्छ पिता तुमैव बन्धु तुमैव विद्या द्रविणं तुमैव सर्वं महादेव वन्दे देवोमापतिं सुरगुरुं वन्दे जगत्कारणं वन्दे पन्नगभूषणं मृगधरं वन्दे पशूनां पतिं वन्दे सूर्यशशाङ्कवनिः नयनं वन्दे मुकुन्द प्रियं वन्दे भक्तजनाश्रयं च वरदं वन्दे शिवं शङ्करम् श्रीशिवताण्डवस्तोत्रं जटाटवी गले बलं ललम्बितां भुजङ्गं निनादवाड्डमर्वयं चकारचण्डताण्डवं मनोतु नः शिवः शिवम्
लाइटहरू कस्तो देख्यो जटाटवी गलजल प्रवाह पावितस्थले कलिवलं विलम्बितां भुजङ्गतुङ्गमालिकां टमट्टमट्टमट्टमन्निनादवट्टमर्वयं सकारचण्डताण्डवं तनोतु नः शिवं शिवं जटाकटाः सम्भ्रमप्रमल्लिम्पनिर्झरि विलोलबीजिवल्लरी विराजमानमर्धनि ठगठगठगज्जलल्ललाटपट्टपावके किशोरचन्द्रशेखरे रते प्रतीक्षणं मम धराधरेन्द्रनन्दिनी विलासबन्धुबन्धुर सुरद्विगन्तसन्तति प्रमोदमान मानस कृपाकटाक्षधोरणि निरुद्धदुर्धरापदि दिग्दिगम्बरे मनो विनोदमेतु वस्तुनि जटाभुजङ्गपिङ्गलसुरत्मणामणिप्रभा कदम्बकुङ्कुमद्रवा प्रलिप्तदिग्पदोमुखे मदान्धसिन्दुरसुरत्वगुप्तरीयमेदुरे मनो विनोदमद्भुतं विवर्तु भूतभर्तरि सहस्रलोचना प्रभृति शेषलेख शेखर प्रसून धूलि धोरणी विभूषयानि पीठव भुजङ्गराजमालयानि बद्धजात जुटका श्रियचिराय जायतं चकोर बन्धुशेखर चतुरज्जलघनन्द्रयसुलिङ्गवा विपीत पञ्चसायकं नमन्निलिम्पनायकं सुधामयूखलेखया विराजमान शेखर महाकपालि सम्पदे शिरोजटालमन्दुना जय हो कराल भाल पट्टिका धगत 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 जल धनञ्जयाधरी कृत प्रचण्ड पञ्चसायके धराधरेन्द्र नन्दिनी विनागचित्र पत्रक प्रकल्पनैक शिल्पिनी त्रिलोचनी मतिर्मम नवीन मेघमण्डली निरुद्ध दुर्धरसुर मोनिशीथिनी तमः प्रवण्ड बद्धकन्दर विलिम्पनिर्झरी धरस्तनोतु कृतिसुन्दर कलानिनादवन्दुर श्रियं जगत्पुरन्दर No.
मनसि तस्या स्थिरां रथगजेन्द्र तुरङ्गयुक्तां लक्ष्मीं सदैव सुमुखीं प्रददाति शम्भुः श्रीरावणविरचितं श्रीशिवताण्डवस्तोत्रं सम्पूर्णम् अब भने पालो सायद जय भनेको हुन्छ क्या श्रुतकमला कुचमण्डल घृतकुण्डलये जङ्गलको टोपी आयो घृतकुण्डलये कलित ललित बगानमा नृत्य हुँदैछ पण्डितज्यूहरू पनि रमाइरहनु भएको छ पनि रमाएका छन् हेर त तरिका एउटा राम्रो उस थियो कसरी हुन्छ once more 16 मिनेटको भएछ 16 मिनेटको भएछ वान टेक ब्लग गरायो नि म एडिट गर्न झिको मान्छे यति हालिदिन्छु एउटा हातले नमस्कार गर्ने पट्टी सूत्र यहाँ कन्टानी बाँध्ने लाइनमा यसरी धुलो उडाउँदै बाइक भगाउने काम नगर्नु होला यस्तो पवित्र ठाउँमा आएर यो अनैतिक काम नगर्नु होला साथीहरूले के हो भेडागोन भन्नुभयो तर मलाई होइन चौरीको पुच्छर ल्याउनुपर्छ किन पुच्छर ल्याउने उहाँ दाजु एकदम रिसाउनु भयो यहाँ दानपेटिका पनि छ जसलाई दान गर्नु छ भगवानको नाममा केही दिनु छ भने यहाँ सक्नुहुन्छ अरूभन्दा यहाँ जेएनजीहरूको पनि आकर्षण देखिएको छ यो भजन कीर्तनमा यो एकदमै राम्रो कुरा हो हुनु पनि पर्छ भजन कीर्तनमा ध्यान दिनुपर्छ सबैले भजन कीर्तनले मन शुद्धिकरण गर्छ धेरै जस्तो अहिले यहाँ अडियन्समा भक्तहरू चाहिँ जेएनजी ग्रुपै हुनुहुन्छ जस्तो लाग्यो मलाई जय हो र पण्डितज्यूहरू पनि म्याक्सिमम जेएनजी नै हुनुहुन्छ जस्तो लाग्यो मलाई उहाँ चाहिँ जेएनजी होइन उहाँ चाहिँ मेन पण्डितज्यू नै यता हनुमानको ध्वज फरफराइरहेको छ भने यहाँ हाम्रो नेपालको शान नेपालको झन्डा फरफराइरहेको छ र बिचमा भजन चलिरहेको छ अगाडि नारायणी नदीको बहाव चलिरहेको छ र यहाँ अक्सफोर्ड कलेज पनि देखिएको छ जहाँ चाहिँ हामीले पढेका थियौँ अक्सफोर्ड कलेज इज बेस्ट बट त्यस्तै हो धेरै कुराहरू नगरौँ पढ्न चाहनुहुन्छ भने पढ्दा हुन्छ उहाँ भक्तजनहरूले पनि एकदमै दान गर्नुभएको छ निवेदन भएको छ यो गर्नु अब कन्टेन्ट क्रिएसन फुल हामीलाई दिनुभएको छ जय भन्नको लागि एकदमै केटा होइन नबौलाउँदा बुवा पनि रमाइरहनु भएको छ भजनका सामानहरू पनि टन्नै रहेका छन् यो के हो यो के हो चौरी पुच्छर हो चौरी ब्लगर मिट ब्लगर
जय हो। यो रहेछ के रमाउने चिज भगवानलाई गर्ने हुन्छ। भाइ थाकेका छन्। मन नै एकदम सन्तुष्टि हुँदैछ क्या। दिनसम्म मेरो मनमा कति उ थिए, अहिले एकदम शान्त भयो। भेरी स्पिरिचुअल प्लेस भरतपुर नारायणी किनारा। अगाडि यो बाँसहरू किन राखेको स्टल बोटको लागि। दिन दिनु फुल्दैन। माथि हेर्नुहोस्, शान्तिको प्रतीक बोकुल्ला होइन। अच्युतम केशवम अच्युतम नारायणम दामोदरम वासुदेवम श्रीधरम माधवम गोपिका वल्लभम जानकी नायकम
सहितं नमामि त्वमेव माता पिता त्वमेव बन्धु सखा त्वमेव विद्या द्रव्यं त्वमेव सर्वं मम देव कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतेर्स्वा करोमि यद् सकलं परस्मै नारायणाय समर्पयेत्। श्री लक्ष्मीनारायण भगवान को जय कैलाशपति पार्वती को पति अंबिका राममती हरि मधुः शान्तिरन्तरिक्षगो ये पृथिवी शान्तिरापः शान्तिरोखलयः शान्तिः वनस्पतयः शान्तिर्विश्वे देवाः शान्तिब्रह्म शान्तिः सर्वभूत शान्तिः शान्तिरेव शान्तिः सामा शान्तिरेधि ब्रह्मा मुरारिस्त्रिपुरन्दगारे भानु ससेवमिष्टो बुधश्च गुरुश्च सुग्रश्च निराहुकेतव सर्वे ग्रहाः शान्तिकरा भवन्तु। टिका नि लगाइदिनु छ। अघिबाट बिरुवाहरू टिका त खै उतातिर जस्तो छ। टिका कता आरती गर्नु पायो। गुरु प्रसाद रमाइलो रहेछ नि, प्रसाद रहेछ, टिका रहेछ। यस्तो ठाउँमा त हामी डेली आउनुपर्छ क्या, एकदम स्पिरिचुअल। मलाई त आज भगवान्सित भेट भयो जस्तो भयो। टिका लगायो कि यता आएर टिका लगाएर आएका छन् शिर नेपाल। वान अफ द बेस्ट टिचर इन नेपाल, शिर नेपाल। टिका लगाउँ सबैले, मन शान्ति गरौँ, भगवान नारायणको जप गरौँ। प्रसाद लिउँ न, प्रसाद उता हो पछाडिबाट मागे पाइँदो रहेछ कि अघि गएर अन्त प्रसाद भनेर खाए। तर यो बन्छ कसरी, नाम के हो यार? गुरुदेव प्रसाद मागे प्रसाद दियो, प्रसाद खै। नेपालको राष्ट्रिय प्रसाद हो। दीपक दीपकले खाए प्रसादको खोजीमा शान्ति बग्रीमा
आज डान्स पनि मेन पण्डितज्यू हरि 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 श्रावणको सोमबारमा बेलपत्र चढामला हामी साउन्ड सिस्टमको धेरै नै नजिक छौँ अहिले हेलो हेलो बेलपत्र चढामला भक्ति भाव मिसाएर शिव भजन गामला लैजाऊ शिव कैलास तिम्रै लाग्छ आशा लैजाऊ शिव कैलास तिम्रै लाग्छ आशा लैजाऊ शिव कैलास हाम्रो प्रसाद ग्रहण र टिकाको कार्यक्रम भएको छ अहिले त हाम्रो नाचगान बनिरहेको छ भजनमा कानमा यसो गएर लगाइदिनु भएछ भनेर चिसो भयो एकदम राम्रो नाच्नु रहेछ जिन्दगीदेखि धेरै पीडा खाएको बोलबम बोलबम भन्दै भन्दै तिम्रो धाममा जान्छु बोलबम बोलबम भन्दै भन्दै तिम्रो धाममा जान्छु प्रेम अनि श्रद्धा मिश्रित शिव प्रसाद खान्छु जय जय भोले पशुपति दिन राति जय जय भोले पशुपति सक्छु 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 दिन राति जय जय भोले पशुपति आज चाहिँ हामीले एउटा नयाँ कुरा पनि सुनिँदैछ एकछिन अन्त यो अगाडि हाम्रो ढुङ्गा देख्नुभयो होला यो ढुङ्गाको नि एउटा महत्त्वपूर्ण भूमिका रहेको रहेछ यो नारायणी किनारमा धेरै ठाउँमा रहेछ मलाई त लागेको थियो यहाँ केही विकास हुँदैछ भने तर यो चाहिँ हाम्रो नारायणी भगवान् नारायणको बग्ने ठाउँ नारायणी नदीको त्यो बहावलाई रोक्नको लागि बनाइएको शिलाहरू रहेछ एकदमै यहाँ त कसको बच्चा हो यो बच्चा कसको बच्चा हो पुरै यो लस्करी मारेर रोक्छ त कहाँ हो एकले हराएर हो कि एकदमै राम्रो व्यवस्था त रहेछ तर यो चाहिँ हाम्रो यहाँ त रोक्यो ल ठिक छ म माने होइन यसले त सबै यहाँबाट पानी त यहाँबाट पनि जान सक्यो फेरि होइन पानीको बहावलाई कम गरिदियो के बर्खामा अरे नारायण भगवान् बग्ने ठाउँ नारायणलाई कसले रोक्न सक्छ यार यो पृथ्वीवासीहरू के भएको मृत्यु लोक यसो लोकका मान्छे के हो यहाँ गौतम बुद्धलाई आशीर्वाद दिनु सबैले आशीर्वाद लिउँ नारायणी जब त्यो आफ्नो पिकमा आउँदा चाहिँ यो गौतम बुद्धको यो घाँटीनिरसम्म पुग्छ अनि यो उसले कसरी रोक्छ यार यो चाहिँ सायद बजेठानी बाटो होला कि ढुङ्गा बिछाइदियो भन्दै मकै खाने यो पैसा कति लोकमा त पैसा चाहिन्छ अब गाडी अब यो उसको यो बस्ने ठाउँ यहाँ चाहिँ हाम्रो भिडियो सुटिङ हुँदै रहेछ
केही भन्दैौ न कस्तो लाग्यो तिमीलाई आजको एकदम यात्रा सफल भयो हाम्रो सबैको टिमको थोरै मैले जति सकिन्छ जान गरौँ विभक्तिमा कमाइ 0 हो तर उसले हेर न उसको कति स्पिरिचुअलमा कमाइ 0 हो तर दान गरिरहेको छ एकदमै भगवान् अवश्य पनि तँबाट प्रसन्न हुनुहुन्छ भन्ने मलाई आशा लाग्छ मनै भगवान हो यस्तो छ फेरि यो एउटा मनै ब्रह्मा मनै विष्णु मनै महेश्वर हो भजन भेसी आउनुभएको छ उहाँ चाहिँ अलि लेट हुनुभएको छ भन्दै हामी चाहिँ आफ्नो साधन हाम्रो विश्वकर्मा पूजाको दिन पुजिएका सामानहरू साधनहरू जो यिनीहरू पनि त हाम्रो लाइफ सेभर हो नि कतिपय ठाउँबाट त हामीलाई बचाएका छन् फेरि यो मेरो बाइक जहाँ चाहिँ हाम्रो भगवान् गणेशले स्वयं जतिखेर पनि मलाई आशीर्वाद दिइरहनुहुन्छ यो हाम्रो साइन्समा केही अब दिइरहनुहुन्छ एकदमै स्पिरिचुअल बाइक छ अब हाम्रो ध्वजा छ यो छ एकदम म जुन पनि मन्दिरमा जान्छु जहाँ पनि जान्छु त्यहाँबाट केही न केही ल्याएर मैले बाइकमा राखेको हुन्छ केको व्यवस्था हुनुपर्छ भन्दा लास्ट पिसा गर्न त अब यहाँ भजन गाइयो नाच्यो ल यहाँ दिनभरि घुम्ने शनिबार आएर पिसा गर्न चाहिँ मूत्र विसर्जन भन न पिसा गर्न मूत्र विसर्जन यो चाहिँ एउटा समस्या देख्यो छ होला तर धेरै टाढा छ जस्तो मलाई लाग्छ यहाँ पिसा गर्न हो उहाँ परेको सोधौँ न टोइलेट भएर भएन नि सोधौँ के भन्ने मूत्र विसर्जन प्लेस भन्ने हामीले देखेको उल्टो यसरी ऊ हात्तिएको छ ऊ तँ हात्तिएको छ सुला चुना हात्तिएर त पिसा भएर धेरै आन्टी यो त सार्वजनिक टोइलेट छ पुल नि र 5 मिनट 5-10 मिनट लाग्छ यतै उतै सेट यहाँ चाहिँ हाम्रो एकदमै अर्ग्यानिक त होइन सरी यो हाम्रो सायद भेजी एक्सप्रेस एकदम राम्रो कन्सेप्ट अघि मैले भन्नु के तर एउटा यो लाफिङ के अरे युवराजकोमा गरिदिनु नि पाउँछ अरे युवराजकोमा जब दिन्थेन युवराजकोमा पाइने नि लाफिङ तर शुद्ध शाकाहारी तर शाकाहारी बोर्ड चाहिँ हाम्रो रातो नहुनु पर्ने है किनकि रातो भनेपछि तिम्रो एउटा कलर कोड हुन्छ कि ग्रिनले चाहिँ भेजलाई जनाउँछ नि रातोले चाहिँ ननभेजलाई जनाउँछ कि कलर कोड अब हामीलाई पिसाब खानुलाई गइयो भने हामीलाई राइडर ओ नो छैन बाटो छैन त मलाई रहेछ युपीबाट नि युपीबाट नि ओ युपीदेखि हाम्रो भजन सुनाउनु चाहिँ एकदमै राम्रो बाइक हन्टर यो बाइक सबभन्दा काम नलाग्दो ओके अब हामी चाहिँ बिस्तारै जाँदैछौँ अब भने म क्यामेरा हावा हेरौँ न ओ चुस्सो पार्दा हावा छैन कि चुस्सो होइन मुला त्यही चुस्सो पार्दाखेरि गएको हावा हेर्नु चुस्सो पारेर त चुस्सो पार्यो निकालो त बाइक पछाडि सालेर अब तँलाई हेलमेटले छेक्यो ल क्यामेराम्यान यति टाढाबाट ल्याउनु पर्ने रहेछ कि उहाँ लानलाई यहाँबाट उस गर्नु पर्छ किन ल किन सकिन्न कि गर्मीमा है गर्मीमा तातो भएर टेन्सन जाडोमा यो लास्टै पानी चिज पऱ्यो टेन्सन के गर्ने हो चिसोमा धेरै उस नगरेर हो कि त्यो क्लच प्लेट फेरेपछि यस्तै भयो कि चिसोमा कराउँछ लास्टै त्यो बनाएको भन्ने कि बिगारेको भन्ने थाहा छैन कराउनु त कराएको कि बाइकले आवाज अब भने हाम्रो यात्रा हुन्छ गैँडाकोट हामी सिधै गइरहेको केही भोजन गराउँछौ र
बिस्तारै बिस्तारै डुब्न चाहन्छु तिम्रो नयाँ ब्लग सुरु गरौँ त एउटै नगरौँ के नयाँ ब्लग अट्छ कि जति छ स्टोरेज जति छ कि अब भने हाम्रो नेपालकै सान त्यो एकै घन्टाको भोला गराउँछु कि म अब नेपालको सान नारायणी ब्रिजमा जाऊँ न त नारायणी ब्रिजको बारेमा चिन्दै भन्दै है केही ल अब हामी ठ्याक्कै पुल चोक जुन काठमाडौँ जानको लागि पनि पश्चिमबाट आए पनि यहाँ आउनु पऱ्यो, पूर्वबाट आए पनि यहाँ आउनु पऱ्यो। तर अर्को बाटो त छ, तर त्यो बाटो भन्दा यो बाटो अलि इफेक्टिभ भएको कारणले यही बाटो रोज्छन् सबैले। अनि यो पुलमा चाहिँ जानै पर्ने अवस्था हुन्छ, सबैले सधैँ जानुपर्ने हुन्छ नारायणी पुलमा। यो पुल चाहिँ अब बन्दै छ, यहाँ तलपट्टि यतापट्टि बन्दै गरेको दृश्य यतापट्टि छ। तर यो बन्न लागेको चाहिँ 1 वर्ष भयो, यहाँ कलेज नछोड्दै यो बन्न लागेको। तर अब कहिले बन्छ थाहा भएन। अनि बन्ने भनेको त कति भयो यो पुल भएको के अरे चिडो अवस्थामा गएको नि धेरै वर्ष भइसक्यो। त्यही पनि अहिलेसम्म बन्न सुरु चाहिँ भएन, 1 वर्ष भयो सुरु गर्ने भनेको। तर मलाई एउटा के कुरा खुसी लाग्छ, के खुसी लाग्छ भने नेपाली मान्छेहरू एकदम केयरिङ हुन्छन् कि। यो पुल यतिसम्मको नाजुक छ, एकछिन यहाँ बस्ने हो भने हल्लिन्छ कि। तर नि हामी हेर्न आइन्छ, यहाँ घुमिन्छ। अझ बाढी आउँदा यो पुलको कति माथि माथिसम्म पानी आउँछ, हामी चाहिँ हेर्न भनेर आइन्छ। नेपाली कहिले पनि झुक्दैन। अघि नेपाली कोही बेला डराउँदैन, कसै दिन डराउँदैन। त्यही भएर त हाम्रो युद्ध पनि जित्यो नि त। यही हो इक्जाम्पल हाम्रो। हामी त्यस्तो युद्ध गरिएन जब भक्त थापा अमरसिंह थापा त्यतिखेर हामीले युद्ध गरिएन। तर एउटा हुन्छ नि के भन्छ नेपालीको एउटा के भन्छ त्यो भन त, एउटा केही शब्द डेयरिङको एउटा जेनेटिक हाम्रो जेनेटिकमै छ कि केही न केही छ। हामी पढेको स्कुल कलेज नयाँ पनि बन्दैछ त्यहाँ, यताबाट औलाकालिका जाने बाटो। सरकारमा केही नभए पनि हाम्रो जिन्समा केही न केही छ कि, मलाई त्यस्तो लाग्छ। तर यो बाटो चाहिँ एकदम खत्तम भएको थियो, तर बनाएछ। अब अगाडि मानु पहिरो आइरहेको डोजर गएको भने हामी डोजर हेर्नु गइन्छ कि। हामीलाई डर छैन कि पहिरोले मारोस् भन्ने। अब बम छ भने हामी बम हेर्न गइन्छ। अब विदेशीहरूले त्यो गरेर देखाउँ न, हामी बल्ल मानिन्छ विदेशीहरू। 1 घन्टाको भयो हाम्रो यो सोच पछाडिको सुत्ते राखा के नारायणीको स्टोरीले ताके सुत्ते राखा किन यहाँ कन्टेन्ट हो क्या उहाँको दिनलाई अब अगाडि पछाडि ट्रक छ, हामी अगाडि गयो। यही हो डेरी। कसरी कुदाउँछ माथिको बेलामा। त्यो बाइकमा भगवान्को आशीर्वाद छैन, हाम्रोमा छ। जतिखेर पनि कुरा हाम्रो आशीर्वाद दिइरहनु भएको छ। गणेशजीको अरूभन्दा पनि दिपकलाई चाहिँ लाइट राख्नु पर्दैन, त्यही भएर दिपकले मेचै पाएन। यही हो र एउटा महान व्यक्तिको घर जाँदैछौँ। महान शास्त्रीय लोकेसन ल आइयो हामी। अब यहाँबाट चाहिँ म आफ्नो फेरि कुटीतर्फ लाग्छु। पहिला उसलाई फोन गर्नुपर्ने भयो खानाको लागि, खानाको व्यवस्थाको लागि, क्यान्टिनको लागि भन्नुपर्ने भयो। ल दिपक बत्तीले कतिको धोका दियो त नि बाटोमा। ल फोन आयो दिपकलाई। मलाई
बाटोमा बत्तीले त्यस्तो गाह्रो गरेको इन्डिङ आज यसले इन्डिङ गर्छ भ्लगको इन्डिङ ल के भ्लगको अन्त्य गर्नको लागि हाम्रो सभापतिलाई आग्रह गर्छु। आजको भ्लग चाहिँ अब समग्रमा भन्नुपर्दा चाहिँ एकदमै रमाइलो। हाम्रो फर्स्ट स्टार्टिङै कस्तो भयो भन्दाखेरि यहीँबाट भयो। फर्स्ट स्टार्टिङ भनेको हाम्रो बिगिनिङ चाहिँ हाम्रो एकदम कडा थियो क्या। हाम्रो स्टार्टिङ लेभल चाहिँ खत्रै भयो क्या। त्यो भएको भएर के भयो भन्दा हाम्रो इन्डिङ त त्यसै राम्रो भयो होइन। अब यो हाम्रो यो भ्लग चाहिँ लगभग अब यस्तै यस्तै आउँदै गर्छ। अब यसलाई चाहिँ हामीले के गर्नु पर्यो भन्दा हामीले चाहिँ यसलाई कन्टिन्युली दिन्छौँ। हजुरहरूले चाहिँ हाम्रो च्यानललाई पनि सपोर्ट गर्नु पर्यो ग्रो गर्नको लागि। तपाईँको यस्तै यस्तै तपाईँहरूलाई हामीले हरेक चिजहरू नट जस्ट हामीले आज आरती गरेको मात्र भिडियो बनाएको छैनौँ। यस्तो भिडियोहरू हरेक चिजको आउँछ। तपाईँको रियल लाइफमा काम लाग्ने कुराहरू हरेक स्टोरी अनलक हुन्छ यहाँबाट। अब हो त्यति भन्दै अब हाम्रो च्यानललाई लाइक सब्सक्राइब गर्नु नबिर्सिनु होला। किनकि हाम्रो कन्टेन्ट भनेको सबैलाई ठिक छ कि किनकि बच्चाहरूलाई चाहिँ थाहा छैन नि त हाम्रो कस्तो स्ट्रगल थियो त्यो सुनाइन्छ। बुढाहरूले भुले खाने त हाम्रो उमेरको स्ट्रगल त्यो सम्झाइन्छ। धेरै कुरा हुन्छ कि हाम्रो युगका मान्छेले ब्लग गराइन्छ। ल म पनि यहीबाट अन्त्य हुन्छु। हस्त नमस्कार। मलाई घर छोड